अन्यसे हो फेरि पनि साथीहरू सबैलाई नमस्कार। तपाईहरुलाई चाहिँ आज चाहिँ म ग्रामर सम्बन्धी केही कुराहरू शीर्षकमा चाहिँ केही टपिकहरूसँग चाहिँ रहेर कुरा गरौँ अथवा केही कुराहरू तपाईहरुलाई जानकारी गराउँ भनेर उपस्थित भइसकेको छु। आजको हाम्रो टपिक छ, तपाईहरुले हेरेर पनि थाहा पाइसक्नुभयो होला, अनियमित क्रिया अथवा फुल्गिछिक थोङ्सा। अब इरेगुलर भर्ब भनेर अब इंग्लिशसँग हामीले दाज्ने हो भनेदेखि इरेगुलर भर्ब, अब नेपालीमा भन्ने हो भने अनियमित क्रिया, र कोरियनरले चाहिँ यसलाई चाहिँ फुल्गिछिक भनेर भन्ने गर्छन् है। अब यो भनेको के हो भनेर हामीले अलिकति डेफिनेसनको रूपमा राखेका छौँ। कोरियन भाषामा कुनै पनि अवस्थामा बीएसटी गरे पश्चात हो, कुनै अवस्थामा भन्नुपर्ने, कुनै अवस्थामा भएछ, कुनै अवस्थामा बीएसटी गरे पश्चात कुनै स्थानमा चाहिँ बीएसटीलाई हटाउनु पर्ने हुन्छ। बीएसटी को अब हुन्छ ठिकै छ, अहिले यसरी नै गरिराखौँ, तल गएर राम्ररी बुझिन्छ। कुनै स्थानमा थप्नुपर्ने अथवा कुनै स्थानमा चाहिँ परिवर्तन गर्नुपर्ने हुन्छ। यसरी हटाउने, थप्ने वा परिवर्तन गर्ने नियमलाई नै फुल्गिछिक अथवा अनियमित क्रिया भनेर भनिन्छ अथवा अनियमित नियम भनेर भनिन्छ है यसलाई। अब हामीसँग सबैभन्दा सुरुमा छ, 1 नम्बरको छ फुल्गिछिक भन्छ, फुल्गिछिक ल छ है। हामीसँग के छ अरे, फुल्गिछिक ल छ। अब यो फुल्गिछिकको बारेमा चाहिँ हामीले पढ्नु पर्दाखेरि अथवा जानकारी लिनु पर्दाखेरि चाहिँ कसरी लिन्छौँ त भन्दाखेरि, यदि कुनै क्रिया वा विशेषणलाई बीएसटी गर्दाखेरि फाचिममा ल भई अन्त्य हुन्छ भनेदेखि न, ब अनि सबाट सुरु भएको व्याकरणीय सूत्रहरूसँग जोडिँदाखेरि ललाई चाहिँ के गर्नुपर्छ अरे, हटाउनु पर्ने हुन्छ। अब कतिपय कन्डिसनमा हामीसँग व्याकरणीय सूत्रहरूमा बीएसटी गर्दाखेरि चाहिँ अब हामीसँग भर्ब अथवा विशेषण अथवा क्रिया, चलायमान क्रिया अथवा विशेषण क्रियाहरूमा चाहिँ बीएसटी गर्दाखेरि चाहिँ ल फाचिम आइदिने अवस्था हुन्छ। त्यो ल फाचिमहरूलाई चाहिँ हामीले सूत्र चाहिँ कहाँ भन्दाखेरि न अथवा ब अनि ससँग सुरु भएको सूत्रहरूमा चाहिँ हामीले व्याकरणीय सूत्रहरूसँग जोडिँदाखेरि ललाई चाहिँ हटाउनु पर्ने कन्डिसन हुन्छ। अब यहाँनिर हेरौँ, थोङ्साए अगान भनेको छ क्रियाको धातु भनेर बुझिन्छ अथवा बीएसटी भनेर बुझिन्छ। यहाँ हामीसँग छ बनिदा, अनि यहाँ छ सेयो, अनि यहाँ छ म्यान उम्यान अथवा म्यान्सा उमेन्स, अयो आयो है। अब यिनीहरूसँग कुनसँग चेन्ज हुँदो रहेछ हेरौँ। हामीसँग साल्दा भन्ने भर्ब छ, साल्दा भनेको बसोबास गर्नु, दालाई हामीले हटाउने गर्छौँ। अब यहाँ मार्क गरिएको चाहिँ तपाईँले हटेको भनेर बुझ्नुपर्ने हुन्छ। साल्दामा दालाई फालिसकेपछि हामीसँग के रहने गर्छ भन्दाखेरि साल रहने गर्छ। यसलाई हामीले ललाई हटाएर सिधै बनिदासँग जोड्ने गर्छौँ, साम्निदा हो। यो चाहिँ अब हाम्रो इरेगुलरको नियम भयो। अब सेयो अथवा सिप्सियोसँग पनि हामीले उसिप्सियो नलगाएर अथवा उसेयो नलगाएर सेयो नै जोड्ने गर्छौँ, तर ल फाचिमलाई चाहिँ के गर्छौँ, हटाउने काम गर्छौँ है त। अर्को छ म्यान उम्यान। अब यहाँनिर यो कन्डिसनमा चाहिँ हामीले अलिकति फरक सोच्नुपर्ने हुन्छ। साल्दालाई दालाई हटाइसकेपछि साल म्यानै लाग्छ, तर यो ल फाचिमलाई चाहिँ म्यान उमेनमा चाहिँ हटाइँदैन। र यहाँ त्यसै गरी मेन्स उमेन्स भन्ने हामीसँग पनि व्याकरणीय सूत्र छ। अब साल मेन्स भनेर हामीले भन्न सक्छौँ। यसलाई ललाई चाहिँ हटाउनु पर्दैन, यसमा पनि यो म्यान उम्यान भयो अनि मेन्स उमेन्समा यो हाम्रो हट्दैन है त। अब यसपछि हामीसँग भएको भनेको साल्दामा अब आयो जोडिन्छ, किनभने यहाँ बीएसटी गर्दाखेरि आ चाहिँ इन्डिङ भएको छ। आ इन्डिङ भइसकेपछि आयो हुन्छ, सार आयो। अब यो चाहिँ हामीसँग भवेलमा चाहिँ हामीले यसलाई चाहिँ परिवर्तन गर्दैनौँ। अर्को हामीसँग भएको भव भनेको चाहिँ, हामीसँग आएको भव भनेको चाहिँ फाल्दा छ। दालाई फालिसकेपछि चाहिँ हामीले हामीसँग बीएसटी गर्दाखेरि ल फाचिममा इन्डिङ छ। यसो गर्दाखेरि हामीले बनिदासँग जोडिन्छ, सिधै ललाई हटाउनु पर्दछ र ललाई हटाइसकेपछि चाहिँ फाम्निदा बनाइन्छ। बेच्छु भने यसले फाल्दा बेच्नु, फाम्निदा बेच्छु, फासेयो बेच्नुहोस्,
अनि फाल्म्यान बेच्यो भने फाल्मेन्स बेच्दै हारायो बेच्छु हो। अब हामीले चाहिँ के भन्दो रहेछौँ भन्दाखेरि यहाँ दुईटा कन्डिसनमा हामीले यसलाई परिवर्तन गर्यौँ। म्यान उमेनमा गरिएन, मेन्स उमेन्समा गरिएन, अनि आयो अयोमा चाहिँ हामीले हटाउने कुरै भएन है झन्। अर्को हामीसँग भनेको मल्दा भन्ने छ, दालाई हटाइन्छ, यहाँ बाँकी रहन्छ मल। अब यहाँनिर हामीसँग मम्निदा भन्नु पऱ्यो, यसलाई टाढा छ हो। मसेयो टाढा आउनुहोस् त भन्नु मिल्दैन, तर पनि अब हामीले यसरी कन्टेक्स्ट लगाएर हेर्दाखेरि सेयो उसेयो अथवा सिप्सियोसँग चाहिँ हो यसरी भन्न सक्यो। अब मलमेन हो, यहाँ ललाई चाहिँ हटाउने काम गरिँदैन, माथिकै जस्तो मलम्यान भन्नु पर्यो। टाढा भयो भने मलमिन छ, टाढा हुँदै मरयो टाढा छ भन्नु पर्यो है। अब यहाँ छ अर्को हामीसँग मान्दुल्दा बनाउनु, कुनै पनि कुराहरूलाई चाहिँ बनाउनुलाई हामीले मान्दुल्दा भन्छौँ। मान्दुम निदा सिधै ललाई हटाएर हामीले लको ठाउँमा ब राखेर निदा जोडिन्छ, मान्दुम निदा भन्नु पर्यो। मान्दु सेयो भन्नु सकियो, बनाउनुहोस् भन्न सक्यो। मान्दुल मेन बनायो भने, अनि मान्दुल मेन छ बनाउँदै, अब मान्दु रह्यो बनाउँछु अथवा बनाउँछ आदि इत्यादि हुन्छ। यो अब हाम्रो प्रेजेन्ट टेन्समा चाहिँ इन्फर्मलमा त्यसरी लाग्ने गर्दछ। अब फल्दा भन्ने छ, फल्दा भनेको चाहिँ हामीसँग कमाउँछु कमाउनु हो। यहाँनिर चाहिँ फल्दा भनेको कमाउनु हो। अब यहाँनिर हामीले फम्निदा बनाउँछौँ, ललाई हटाएर सिधै के बनाउँछौँ फम्निदा बनाउँछौँ। अब यो चाहिँ के भयो त कमाउँछु फसेयो कमाउनुहोस्, फलमेन कमायो भने अब फलमेन छ कमाउँदै भन्छ। सरी यहाँ चाहिँ मल भएछ, यहाँ चाहिँ फल हुनुपर्ने हो, फरायो भन्छ। फरायो भनेको चाहिँ कमाउँछु भन्ने नै अर्थ दिन्छ। ल अब यहाँ तल हेर्नुहोस्, हामीले लेखेका छौँ नोट भनेर लेखेका छौँ है। म्यान अथवा उम्यान यो भन्ने हो कन्डिसन हामीले राख्ने ग्रामर हो यो। मेन्स उमेन्स, अब यो चाहिँ दुईवटा काम एकैचोटि गर्दाखेरि लगाउने ग्रामर। रियागो उरियागो ने विचारले भन्छ होइन। अब र उर भन्ने छ आदि। अब यिनीहरूसँग आउँदाखेरि चाहिँ हामीले ललाई आदि व्याकरणसँग जोड्दा भने फाँचिममा भएको ललाई हटाउन मिल्दैन भन्ने कुरा छ। हामीले याद गर्नुपर्ने कुरा, अब हामीले लको इरेगुलर भनेर हामीले पढ्न चाहिँ पढ्यो। न ब ससँग आउँदाखेरि जुनसुकै कन्डिसनमा नि हट्छ, तर यो म्यान उम्यान अथवा मेन्स उमेन्स रियागो उरियागो अनि र उर भन्ने ग्रामरमा चाहिँ हामीले यो ललाई लगाइँदैन। तर अब अन्य फाँचिम भएको कन्डिसन अथवा कन्सोनेन्ट इन्डिङ भएको कन्डिसनमा चाहिँ हामीले म्यान उमेनलाई लगाउने गरिन्छ भनेदेखि यिनीहरूमा चाहिँ सूत्रमा भएको कन्सोनेन्ट इन्डिङलाई नै हामीले लगाउनु पर्ने हुन्छ। किनभनेदेखि यो ल फाँचिमलाई चाहिँ हामीले यो कन्डिसनमा चाहिँ भवेल इन्डिङ सम्झेर लगाउनु पर्ने हुन्छ। जस्तो म्यान मेन्स रियागो अनि र भन्ने लगाउनु पर्छ है त। यहाँनिर एउटा कुरा छुटेको छ, रो उरोमा पनि ल फाँचिम आएमा रो लाग्छ उरो लाग्दैन है त। ल अब यो भयो हाम्रो ल फाँचिमको पहिलो नियम। हामीसँग दोस्रो नम्बरमा छ फुल्गिचिक अनियमित क्रिया। अनियमित नियम अथवा नियम भन्दा नि हुन्छ अनियमित नियम। लको हाम्रो दुई पार्टमा छ। यदि क्रियालाई भिएसटी गर्दाखेरि हो, यदि क्रियालाई भिएसटी गर्दाखेरि भिएसटीको अन्त्यमा ल आए लगतै भवेल उ आएमा फाँचिममा भएको ल अनि उलाई दुवैलाई हटाउनु पर्ने कन्डिसन छ। अब हामीसँग अगान धातुहरू आउने गर्छ। उल्कायो अनि उल्कयो अनि अयो आयो अनि बनिदा अनि ने हो। अब हामीसँग ल फाँचिम जोडिने कन्डिसन भनेको सुम्निदा जोडिँदैन भनिदा। नेयो भनेको एउटै नियम हो। यसलाई हामीले अयो आयोमा अब कुन भवेल इन्डिङ छ त्यो हेरेर लगाउने गर्छौँ। अब उल्कयो अथवा लकयो। अब हामीसँग यहाँ अझ उल भएको भए पनि बेटर हुन्छ, तर हामीले यो उ आउँदाखेरि उलाई पनि हटाउने ललाई पनि हटाउने भन्ने कुरालाई चाहिँ हामीले फोकस गर्दैछौँ है त यहाँनिर। जस्तो हेर्नु त साल्दा भनेको छ, साल्दा भनेको बसोबास गर्नु, साल प्लस उल्कयो। अब यहाँनिर हामीले के गर्छौँ भने त
उलाई पनि हटाउँछौँ ललाई पनि हटाउँछौँ। दुईटैलाई हटाइसकेपछि हामीसँग एउटा ल बाँकी रहन्छ। यो ल चाहिँ हामीसँग यहाँ फाँचिममा जाने गर्छ। कायोको कायो नै जोडिन्छ। उल्कायो बसौँ कि हो। अब उल्कायो लकायोले हामीलाई के सोध्छ अरे त बसौँ कि भनेर सोध्छ। साल्दा प्लस उल्कायो। अब यहाँ पनि हामीले ललाई उलाई हटाउने गर्छौँ। यो ललाई पनि सो त हटाउने पर्ने हुन्छ। यहाँ हामीसँग एउटा ल बाँकी रहन्छ। अब यहाँनिर हामी यहाँ साल अब यो ल चाहिँ हामीसँग यहाँ गएर बस्छ। साल गयो बस्नेछु यो फ्युचर टेन्स। अब आयो अयोसँग हामी कहिले पनि ल फाँचिमलाई हटाउँदैनौँ। त्यसैले सार आयो भन्छ बस्छु भन्ने छ है। साल प्लस बनिदा साम्निदा बस्छु। यसले पनि के भन्छ त फर्मलमा चाहिँ हामीले बनिदासँग जोड्दाखेरि ललाई हटाउने गरिन्छ। साल प्लस नै हो सा नै हो यसरी भन्छौँ हामीले। अब ल फाँचिम अधिकांश रूपमा हामीले न बसँग त हटाउँछौँ नि, तर पनि अब यहाँनिर हेर्नुहोस् त यहाँनिर ल फाँचिम प्लस उल आउँदाखेरि हामीसँग उल आएको कन्डिसनमा चाहिँ यहाँनिर पहिलो फाँचिमको ललाई पनि हटाइन्छ, पछाडिको भवेल उलाई पनि हटाइन्छ र लकयोसँग जोडे जस्तो अब यहाँनिर फाँचिम बिनाको जस्तो भएर सालकयो हुन्छ है। अनि यहाँ उल्कायो भन्ने ग्रामरमा पनि के भयो त ललाई पनि हटाइयो उलाई पनि हटाइयो, हामीसँग बाँकी रहेको भनेको ल। त्यसैले यहाँ फाँचिममा आउँछ कायो हो सालकायो। अब यहाँनिर आल्दा छ। आल्दामा दालाई फालिसकेपछि हामीसँग के छ त भन्दाखेरि ललाई हामीले हटाउने के छ त बिएसटीमा दालाई हटाउने गरिन्छ। अब हामीसँग बिएसटीमा आल आयो। आल प्लस उल्कायो। यसमा पनि सेम प्रोसेस हुन्छ। सर्वप्रथम हामीले के गर्छौँ भने ललाई हटाउने गर्छौँ, त्यसपछि उलाई, त्यहाँदेखि फाँचिममा भएको ललाई हटाउँछौँ। ललाई हामीले यहाँनिर उलसँग जोडिएर आएको ललाई आल्कायो बनाउँछौँ। आल्कायो भनेको थाहा छ कि हो थाहा पाऊँ कि भनेर सोधेको है। थाहा हुनु हो नि त, थाहा पाऊँ कि भनेर सोधेको। आल्दा प्लस यहाँ पनि के भएको छ त्यही भएको छ प्रोसेस। हामीसँग उ र ललाई एकैचोटि हटाइन्छ। अब यहाँनिर के भयो त सबैलाई त्यसरी गरेर हामीले अर्को प्रोसेसमा लाँदाखेरि चाहिँ आल्कयो भन्छ। यहाँनिर आल प्लस आयो आर आयो। अब थाहा छ भन्न खोजेको, थाहा हुनेछ थाहा छ। अब आल प्लस बनिदा आम्निदा थाहा छ हो। यसले पनि के भन्छ फर्मलमा थाहा छ। आल प्लस नै हो आने हो थाहा छ नि। अब यसरी भन्छ पाल्दा कपडा धुनु। पाल प्लस उल्कायो हो। अब पाल्कायो धौँ कि। पाल प्लस फेरि के आयो त उल्कायो आयो। यसमा पनि उ र ललाई हटाइन्छ। अब के भन्नु पर्यो त पाल्कयो धुनेछु। यहाँ के भन्छ अरे पाल्कयो धुनेछु। पाल प्लस आयो पारायो धुन्छु। पाल प्लस बनिदा पाम्निदा धुन्छु। पाल प्लस नै हो पाने हो धुने रहेछ नि हो। यसरी भन्छ है त। फाल्दा भनेको के हो त बेच्नु है। दालाई हामीले हटाउँछौँ सर्वप्रथम। अब यहाँनिर हामीसँग फाल भन्ने बिएसटी आछ प्लस उल्कायो है। यहाँ उलाई पनि हटाउने अनि यहाँ ललाई पनि हटाउने। त्यसो गर्दाखेरि हामीसँग बचेको ल चाहिँ हाम्रो फाँचिममा जान्छ। फाल्कायो हो। फाल्कायो भनेको बेचौँ कि। फाल प्लस उल्कायो हो। यहाँ पनि के भएको छ यो उलाई र ललाई दुवैलाई हटाउने प्रोसेस हुन्छ। अब सबैलाई मिलाएर भन्दाखेरि फाल्कयो बेच्नेछु भन्छ। अब फाल प्लस आयो हो। यहाँ फाँचिम के अरे भवेल चाहिँ आएको भएर अब फारायो भनेको बेच्छु भन्छ। फाल प्लस बनिदा ललाई हटाउने गरिन्छ बनिदासँग जोड्दाखेरि। अब फाम्निदा भन्छ बेच्छु भन्छ है त। अब फाल प्लस नै हो ललाई के गरिन्छ त नसँग जोडिँदाखेरि हटाइन्छ। फा नै हो बेच्ने रहेछ नि। ल त्यसो भएदेखि अब हामीले लसँग हामी रिलेटेड हुँदाखेरि उल आएको खण्डमा ल फाँचिममा आएछ भने माथिको उलाई पनि हटाउने गरिन्छ ललाई पनि हटाउने गरिन्छ। अनि यो ल र उ हटाइसकेपछि बाँकी रहेको ललाई चाहिँ फाँचिमको रूपमा लगेर हामीले यसरी बनाउँछौँ।
साल्कायो 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 आल आल्कायो आल्कायो हो। अनि पाल्कायो 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 फाल्कायो फाल्कायो भनेर बनाउँछौँ है त। ल त्यसो भएदेखि अर्को छ हामीसँग फुल्की छिक चाहिँ द छ है त। अनियमित क्रिया चाहिँ हाम्रो दको बारेमा छ। त्यसले के भन्दो रहेछ हेरौँ है त सर र। यदि कुनै पनि क्रिया वा विशेषण व्यष्टि गर्दाखेरि दमा अन्त्य हुन्छ र बबेलसँग जोडिन्छ भनेदेखि फाचिममा भएको दलाई लमा परिवर्तन गर्नुपर्दछ भन्छ है। अब हामीसँग कुन कन्डिसन आयो भन्दाखेरि फाचिममा चाहिँ द आउनुपर्ने कन्डिसन भयो। लगतै चाहिँ हामीसँग जुनसुकै भवेल आए तापनि भवेलसँग जोडिँदाखेरि दलाई चाहिँ हामीले रमा परिवर्तन गर्दो रहेछौँ है त। ल त्यसो भएदेखि अगान हेर्नु त धातु। अब अयो आयो। अब यो चाहिँ हाम्रो भवेल भयो। सेयो उसेयो। अब यहाँनिर सेयो त लाग्दैन उसेयो लाग्छ। उसेयो लाउँदाखेरि पनि अनि उल्कायो औकी भन्छ सुम्निदा। अब यहाँनिर हामीसँग के हुन्छ त भन्दाखेरि फाचिम भएको कन्डिसन अथवा कन्सोनेन्ट एन्डिङ भएको कन्डिसन हुन्छ। त्यसरी सुम्निदा उल्टे भन्छ। उल्टे भनेको चाहिँ नेबेला भन्छ है त। त्यसो भएदेखि हामीसँग खत्ता भन्ने छ। दालाई फ्यालिसकेपछि चाहिँ खत प्लस अयो जोड्नुपर्छ है। यहाँनिर हामीसँग भवेल चाहिँ अ भएको कारणले गर्दाखेरि अयो जोड्ने कन्डिसन छ। अब दलाई चाहिँ हामीले केमा परिवर्तन गर्छौँ रमा परिवर्तन गर्छौँ। त्यसैले खरयो भन्नु पर्यो। अब यहाँनिर हामीले द थियो। अब यो चाहिँ के भयो त इरेगुलर भएर यसरी हामीले खरयो भन्ने बनायौँ। अर्को छ हामीसँग खत प्लस उसेयो। अब हामीसँग फाचिम भएपछि उसेयो नै जोडिने गर्छ। अब सबैलाई मिलाएर भन्नुपर्दा चाहिँ के हुँदो रहेछ त खरुसेयो। खरुसेयो भनेको हिँड्नुहोस् खरयो हिँड्छु। अनि खत प्लस उल्कायो। अब खत प्लस उल्कायो भनेको चाहिँ के रहेछ त। अब यहाँनिर पनि हामीले अहिलेको नियममा चाहिँ उ हटाउने गरिन्थ्यो। अहिले चाहिँ के रहेछ त दलाई चाहिँ हामीले परिवर्तन गर्ने केमा रमा परिवर्तन गर्ने। खरुल्कायो हिँडौँ कि के भनेको अरे हिँडौँ कि। खत प्लस फाचिम भएपछि हामीसँग फर्मल ल्याङ्ग्वेज अथवा सिम्पल प्रेजेन्ट टेन्समा चाहिँ सुम्निदा जोडिने गर्छ। अब खत प्लस सुम्निदा सबैलाई मिलाएर के भन्दो रहेछ खत सुम्निदा हिँड्छु नै भन्छ यसले। खत प्लस उल्टे। अब यहाँनिर द चाहिँ केमा परिवर्तन भयो यहाँ भवेल भेटिसकेपछि हामीसँग रमा परिवर्तन हुन्छ। खरुल्ते हिँड्ने बेला भन्छ यसले चाहिँ। अब यहाँ छ अर्को हामीसँग थुत्ता। थुत्ता भनेको चाहिँ सुन्नु। अब दालाई फ्यालिसकेपछि थुत प्लस अयो थुरयो सुन्छु। थुत प्लस उसेयो थुरुसेयो सुन्नुहोस्। थुत प्लस उल्कायो थुरुल्कायो सुनौ कि। अब थुत प्लस सुम्निदा थुत सुम्निदा सुन्छु। यहाँ पनि खत भएछ थुत हुनुपर्ने। थुत प्लस के हुन्छ अरे त यहाँ पनि थुत प्लस उल्टे। अब थुरुल्ते भन्नु पर्यो यसलाई के भन्नु पर्यो अरे थुरुल्ते सुन्ने बेला भन्छ है। अब यो चाहिँ हामीसँग रमा परिवर्तन हुने। अब द चाहिँ केमा अरे त रमा परिवर्तन हुने नियम भयो। अर्को छ मुत्ता है। मुत्ता भनेको सोध्नु। मुत प्लस अयो मुरयो सोध्छु। मुत प्लस उसेयो मुरुसेयो सोध्नुहोस्। मुत प्लस उल्कायो मुरुल्कायो सोधौँ कि। मुत प्लस सुम्निदा मुत सुम्निदा सोध्छु। मुत प्लस उल्टे मुदुल्ते के भन्छ अरे मुरुल्ते भन्छ सोध्ने बेला भनेर भन्छ है त। त्यसो भएदेखि हामीले दलाई चाहिँ परिवर्तन रमा गर्ने कुन कन्डिसनमा रहेछ त भवेल इन्डिङ भएको भवेलसँग जोडिएको सूत्रहरू भएको कन्डिसनमा। अब अर्को हामीसँग यसमा पनि के छ भनेदेखि यदि भेष्टि गर्दाखेरि चाहिँ दमा अन्त्य भए तापनि परिवर्तन नहुने क्रियाहरू छन् है त। हामीसँग चाहिँ परिवर्तन नहुने क्रियाहरू पनि रहेछन्। अब तर भवेलसँग जोडिँदाखेरि है। अब हामीसँग भवेलसँग चाहिँ जोडियो तर के भयो अरे तर परिवर्तन चाहिँ द चाहिँ रमा परिवर्तन भएन यहाँको जस्तो।
अब यहाँनिर द चाहिँ रमा परिवर्तन भयो। तर अब यहाँ तल चाहिँ हुँदैन रहेछ। कुन कुन शब्द रहेछ त? थात्ता बन्द गर्नु, ढोका झ्याल ढोका बन्द गर्नु, मित्ता विश्वास गर्नु, फात्ता प्राप्त गर्नु, अत्ता पनि प्राप्त गर्नु। अब यहाँनिर अत्ता र फात्ता भन्ने छ, यसको बारे पनि भनिहालौँ। फात्ता र अत्ता भनेको चाहिँ हामीसँग फात्ता भनेको केही उपहार स्वरूप पाउनु अथवा मेहनत नगरी पाउनु भन्ने कुरा बुझिन्छ भनेदेखि, अत्ता भनेको चाहिँ तपाईँले मेहनत गरेर पाउनु अथवा श्रम गरेर पाउनु भन्ने कुरा हुन्छ। सोत्ता भन्छ, सोत्ता भनेको खन्याउनु। खुत्ता भन्छ, खुत्ता भनेको डल्लो पर्नु हो अथवा कडा हुनु भन्ने पनि अर्थ लाग्छ यसले। अनि खोत्ता भन्छ सिधा हुनु, टु स्ट्रेट हो। अब खत्ता भन्छ कपडा उठाउनु। फेरि खत्ता भनेको माथि पनि हेर्नुभयो होला, हिँड्नु भन्ने अर्थमा चाहिँ हामीले फेरि खत्तालाई चाहिँ के गर्छौँ अरे त इरेगुलर बनाउँछौँ, खरयो बनाउँछौँ। यहाँ खत्ता कपडा उठाउनुमा चाहिँ हामीले रेगुलर नै राख्छौँ। यहाँ मुत्ता भन्ने यहीँनिर छ, हेर्नुहोस् त। मुत्ता भनेको सोध्नु हो यो, तर यहाँ चाहिँ के हो त गाड्नु भन्ने अर्थ दिन्छ। अब यहाँनिर मुत्ता गाड्नु हुन्छ भनेदेखि, गाड्नु भन्ने अर्थमा चाहिँ तपाईँले सेन्टेन्समा प्रयोग गर्नुहुन्छ भनेदेखि चाहिँ अब यो चाहिँ रेगुलर नै हुन्छ है त। यहाँ हेरौँ, अगान भनेको छ धातु, उसेयो, उम्यान, अयो आयो, सुविधा है त। योसँग जोडिँदाखेरि कस्तो हुँदो रहेछ, हामीले माथि राखेकै शब्दहरू थात्ता, थात्तालाई थादुसेयो भन्नुपर्छ, थुन्नुहोस् भन्नु पर्यो। थादुमेन थुन्यो भने, थादायो थुन्छु, थात्सुम्निदा थुन्छु। मित्ता विश्वास गर्नु, दालाई फाल्यो। मिदुसेयो विश्वास गर्नुहोस्, मिदुमेन विश्वास गर्यो भने, मिदयो विश्वास गर्छु, मित्सुम्निदा विश्वास गर्छु। फात्ता, फात्ता भनेको प्राप्त गर्नु। फादुसेयो पाउनुहोस्, फादुमेन पायो भने, फादायो पाउँछु, फात्सुम्निदा पाउँछु है। अर्को छ हामीसँग अत्ता, दालाई फालिसकेपछि अत बाँकी रह्यो। अदुसेयो पाउनुहोस्, अदुमेन पायो भने, अदयो पाउँछु, असुम्निदा पाउँछु नै हुन्छ है। यहाँ नोट भनेर के दिएको छ हेर्नुहोस् त। यदि खत्ताको अर्थ हिँड्नु हो भने रेगुलर हुन्छ र यदि खत्ताको अर्थ कपडा उठाउनु हुन्छ भने चाहिँ रेगुलर हुन्छ है त। के भनेको अरे त, नोटमा हामीले भन्नु खोजेको चाहिँ खत्ताको अर्थ हिँड्नु हो भनेदेखि चाहिँ इरेगुलर हुन्छ र यदि खत्ताको अर्थ कपडा उठाउनु हुन्छ भनेदेखि रेगुलर हुन्छ भनेर बुझ्नु पर्यो। त्यसै गरी अर्को कन्डिसन छ हामीसँग, यदि मुत्ताको अर्थ सोध्नु हो भने इरेगुलर हुन्छ र यदि मुत्ताको अर्थ गाड्नु हुन्छ भनेदेखि रेगुलर हुन्छ। अब हामीसँग रेगुलर अथवा इरेगुलर हुने यो चाहिँ दुईटै कन्डिसनमा रहेछ। के रहेछ त, खत्ता र मुत्ता है। खत्ता पनि हामीले हिँड्नु अर्थमा लायौँ भने अथवा सेन्टेन्समा हामीले हिँड्नुको अर्थमा लायौँ भने अब रमा परिवर्तन हुने रहेछ यो। तर यहाँनिर कपडा उठाउनु भन्ने अर्थमा लगायौँ भने चाहिँ यो चाहिँ रेगुलर हुन्छ, दको दमै हुन्छ। यहाँ पनि हामीसँग सोध्नु हो भने रमा परिवर्तन भयो, तर यदि गाड्नु हो भने चाहिँ यो चाहिँ परिवर्तन हुँदैन, जस्ताको तस्तै रहन्छ भन्ने कुरा भयो। ल अब फुल्की चिक नम्बर 4 मा जाउँ हामी। फुल्की चिक नम्बर 4 ले चाहिँ के भन्छ, यदि कुनै क्रिया विशेषणलाई VST गर्दा बमा अन्त्य भएर भवेलसँग जोडिन्छ भने VSTमा भएको बलाई भवेल ओ र उमा परिवर्तन गरिन्छ भन्छ। अब यहाँ के बुझ्नुभयो भन्दाखेरि, यदि कुनै क्रिया विशेषणलाई VST गर्दाखेरि बमा अन्त्य भएर भवेलसँग जोडिन्छ भने VSTमा भएको बलाई चाहिँ के गर्नुपर्छ अरे, भवेल ओ अथवा उमा परिवर्तन गरिन्छ। यदि थोप्ता अथवा खोप्तामा चाहिँ मा मात्र भवेल ओ परिवर्तन गरिन्छ भने अन्य सबै बाँकीमा चाहिँ उ भनेर परिवर्तन गरिन्छ हो। ल त्यसो भएदेखि हामीसँग दुईवटा मात्रै ओ आउने रहेछ, थोप्ता र खोप्ता। अनि भवेलहरूमा चाहिँ अरूमा चाहिँ हामीले उको प्रयोग गरिन्छ है त। अन्य कन्डिसनमा यो दुईटा भवमा मात्रै हामीले त्यो चाहिँ प्रयोग गर्न सक्छौँ। जस्तो अगान हेर्नु त, धातुलेमा भन्छ अयो आयो। अब यहाँनिर हामीसँग के छ त, भवेलसँग सुरु भएको अत आत हो। अब सुम्निदा, किनभनेदेखि हामीसँग फाचिम भएको कन्डिसन हुन्छ, त्यसैले सुम्निदा लगाइन्छ। अब यहाँनिर खोप्ता भनेको के रहेछ, सुन्दर हुनु।
अब दालाई फालिसकेपछि हामीसँग के बाँकी रह्यो खोप खोप प्लस आयो जोड्ने भयो किनभने यहाँनिर भवेल चाहिँ के छ ओ छ ओ प्लस आयो नै हुन्छ इन्फर्मलमा गर्दाखेरि खो प्लस अब ब चाहिँ केमा परिवर्तन भयो ओमा परिवर्तन भयो प्लस आयो नै जोडिन्छ है त त्यसो भए हामीले खो आयो भन्दाखेरि सुन्दर छ हो सुन्दर छिन् यसरी लगाइन्छ अब अत आतसँग आउँदाखेरि खोप प्लस आत लाग्छ हो आत आशय लाग्छ यहाँनिर हामीसँग पास्ट टेन्सको कुरा हुँदैछ अब यहाँनिर हेरौँ त खोप चाहिँ अब यहाँ ब चाहिँ केमा परिवर्तन भयो ओमा परिवर्तन भयो प्लस आशय सबैलाई मिलाएर भन्दाखेरि के हुँदो रहेछ त खोवाशय अब सुन्दर थिइन् भन्नु पर्यो अथवा सुन्दर थियो अब यहाँनिर खोप प्लस सुम्निदा अब यसमा केही गर्नु परेन यसमा हटाउने पनि नियम छैन केही पनि छैन खोप सुम्निदा अब सुन्दर छिन् अहिले प्रेजेन्टको कुरा हो है त ल त्यसो भएदेखि अर्को छ थप्ता थप्ता भनेको के हो त गर्मी हुनु अब यहाँनिर थप्तामा थप प्लस आयो अब यहाँनिर उमा परिवर्तन भयो चाहिँ के चाहिँ भन्दाखेरि ब चाहिँ उमा परिवर्तन भयो अब थ आयो हो अब यहाँनिर अ र उ चाहिँ हामीसँग कम्बाइन भवेल हुन सक्ने भवेलहरू हुन् थ आयो भनेको गर्मी हुन्छ गर्मी छ हो यहाँ चाहिँ गर्मी हुनु यहाँ चाहिँ गर्मी छ थप प्लस असय यहाँनिर पनि अमा इन्डिङ भएको छ त्यसैले अ यहाँ चाहिँ आमा इन्डिङ ओमा इन्डिङ भएको भएर आ अब थ उ भयो हो अब यहाँनिर के भयो त ब चाहिँ परिवर्तन भएर उमा उ भइसक्यो प्लस असय यहाँनिर के भन्ने रे थसय गर्मी थियो अब यहाँनिर थप प्लस सुम्निदा थप सुम्निदा गर्मी छ अहिले प्रेजेन्टको कुरा भइरहेछ यहाँनिर हामीसँग छुप्ता भन्ने पनि छ दालाई फ्यालिसकेपछि अब छुप मात्रै बाँकी रह्यो छुप्ता भनेको जाडो हुनु छुप प्लस अयो जोडिँदो रहेछ उ आएको छ यहाँनिर छु प्लस अ उ हो ब चाहिँ केमा परिवर्तन भयो उमा परिवर्तन भयो प्लस अयो सबैलाई मिलाएर भन्दाखेरि के हुँदो रहेछ त छु आयो जाडो छ छुप प्लस असय हो छुप अब दालाई के अरे सरी बलाई चाहिँ हामीले केमा परिवर्तन गर्छौँ उलाई उमा परिवर्तन गर्छौँ अनि असय जोड्छौँ सबैलाई मिलाएर भन्दाखेरि चाहिँ ओहो यहाँ उ छुटेछ छुवसय हुन्छ है त छुवसय यो चाहिँ हामीले यहाँ चाहिँ मिस्टेक भएको छ छुवसय भनेर बुझ्नु होला यहाँनिर छुप प्लस छुप सुम्निदा हो यसमा केही गर्न परेन फाचिम भएको कन्डिसनमा मात्रै सोच्नु पर्यो ल अब यहाँनिर हामीले केही रेगुलरहरू पनि छ अब यसको पनि जस्तै दको रेगुलरहरू थियो त्यसरी नै बको रेगुलरहरू पनि हामीले पढ्छौँ शब्दको फाचिममा ब आएल पनि परिवर्तन नहुने क्रियाहरू अथवा विशेषणहरू यहाँनिर छोप्ता भन्छ साँगुरो हुनु सिप्ता भन्छ चपाउनु छात्ता भन्छ समात्नु छप्ता भन्छ पट्याउनु इप्ता भन्छ कपडा लगाउनु छिप्ता भन्छ च्यात्नु पोप्ता भन्छ छान्नु हो त्यसो भएदेखि यतिवटालाई चाहिँ हामीले याद गऱ्यौँ भने अन्य कन्डिसनमा हाम्रो नियमहरू मात्रै याद भयो भने नि हामीले चाहिँ के गर्न सक्दो रहेछौँ त इरेगुलरलाई चाहिँ छुट्याउन सक्छौँ चाँडै सजिलैसँग हामीसँग अगान छ धातु छुप्ता हो छोप्ता भनेको साँगुरो हुनु धालाई फालिसक्यो अब यहाँ हामीसँग के बाँकी रह्यो अरे ब अब फाचिममा ब आए तापनि अथवा इन्डिङ बमा भए तापनि आयो किनभने यहाँ आयो जोड्ने कन्डिसन भनेको ओ छ अब छोब आयो भन्नु पर्यो हो साँगुरो छ छोप प्लस उसे हो छोबुसे हो साँगुरो हुनुहोस् हो यहाँ त अब साँगुरो हुनुहोस् त भन्नु मिलेन त्यही पनि यो कन्डिसनमा हामीले हेरेको मात्रै हो छोप प्लस उम्यान अब छोब उम्यान भन्नु पर्यो साँगुरो भयो भने छोप प्लस सुम्निदा अब छोप सुम्निदा साँगुरो छ अर्को छ हामीसँग सिप्ता सिप्ता भनेको चपाउनु खानेकुरालाई चपाउनुलाई सिप्ता भन्छ दालाई फ्यालिसकेपछि सिप बमा इन्डिङ भएको छ सिप प्लस अयो सिप भयो चपाउँछु सी प्लस उसे हो सिबुसे हो चपाउनुहोस् सिप प्लस उम्यान सिबुम्यान चपायो भने सिप प्लस सुम्निदा सिप सुम्निदा चपाउँछु
हो। ल अब हामीसँग भएका इरेगुलर भर्बहरू आज हामीले बसम्मको लागि हामीले क्लियर गरेका छौँ। अब इरेगुलर भन्दा पनि हामीले रेगुलर शब्दहरूलाई चाहिँ कसरी याद गर्ने भन्ने कुरातिर गइयो भनेदेखि इरेगुलर भर्बलाई हामीले छिटै सजिलैसँग पढ्न सक्छौँ भन्दै बाँकी अंश चाहिँ म अर्को भिडियोमा इरेगुलरको तपाईँहरूलाई बनाएर अथवा पढाउने हिसाबले अर्को भिडियो बनाउने छु। आज हामीसँग भएका र अनि द अनि बको परिवर्तन हुने अथवा नहुने प्रक्रियाहरूलाई चाहिँ हेरेका छौँ। यति भन्दै आजको लागि यो भिडियोबाट बिदा हुन चाहन्छु। तपाईँहरूले राम्रो लागेको अथवा नराम्रो लागेको प्रतिक्रियाहरू चाहिँ दिनुहोला। यति भन्दै तपाईँहरूसँग बिदा हुन चाहन्छु। य러분 안녕히 계세요. 네, 잘 공부하세요.